बुढी आमा नुहाउनका लागि जस्तै शावर खोल्नुहुन्छ, शावरबाट पानीको सट्टा धेरै सारा दूध निस्कन थाल्छ। बुढी आमा ड्रमभरि दूध निकाल्नुहुन्छ र मजासँग दूध पिउनुहुन्छ। त्यसपछि बुढी आमा अझै धेरै दूध निकाल्नुहुन्छ र दूधले एउटा ट्याङ्करभरि गाउँमा लगेर सबै गाउँलेहरूलाई बाँडिदिनुहुन्छ। त्यसपछि बुढी आमा गाउँमै आफ्नै दूधको पसल खोल्नुहुन्छ र धेरै पैसा कमाउनुहुन्छ। बुढी आमाकी पैसाले आफ्नो गाउँमा एउटा स्विमिङ पुल बनाउनुहुन्छ र सबै मानिसहरू मजासँग स्विमिङ पुलमा पौडी खेल्छन्। बाँकी सबै पैसा बुढी आमाले एउटा गरिब अन्धी महिलालाई दिइदिनुहुन्छ। त्यही बेला बुढी आमाका दुवै छिमेकीहरूले शावरबाट दूध निस्किरहेको देख्छन्। दुवै छिमेकीहरू यो देखेर छक्क पर्छन्। त्यसपछि दुवै छिमेकीहरूले राति शावर चोर्ने योजना बनाउँछन् र राति जबरजस्ती शावर खोलेर लिएर भाग्छन्। दुवै छिमेकीहरूले शावर आफ्नो घरमा जडान गर्छन्। तर जस्तै उनीहरूले शावर खोल्छन्, त्यसबाट दूधको सट्टा गोबर निस्कन्छ र दुवैको टाउकोमा खस्छ। त्यसपछि बेचारी बुढी आमा ठूलो स्वरले रुन थाल्नुहुन्छ। बुढी आमाका लागि लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला साथीहरू।